सुन्दर हराभरा कतरा, रमणीय छ कतरा। कतारको हो यो पार्क कतरा। हामी साथी सङ्गीसँग घुम्न आएको पार्क हो यो कतरा। अग्ला अग्ला गगनचुम्बी टावरहरू छन् वरिपरि। रमाइलो छ, झिलिमिली छ, ठुला ठुला बिल्डिङहरू छन्। समुद्रको छेउमा छ, चिसो हावा चलिरहन्छ। यो हो कतारको रमाइलो सुन्दर ठाउँ कतरा। यतापट्टि तल समुद्र छ, पार्कहरू छ, रमाइलो छ। यतापट्टि यस्तो झिलिमिली छ। हाम्रा साथीहरू त्यही यसरी टिकटक भिडियो गराउँदै हुनुहुन्छ। दिपु दाइले, उता विष्णु भाइ छ, यता छ हाम्रो पुणे। ऊ मोबाइलमा अलिक क्रिकेट म्याच चलेको हुनाले म्याच हेर्दैछ। यो हो सुन्दर पार्क कतरा। म छु यता क्यामेरा ब्याक गर्दैछु। अब कतराको सुन्दर भिडियो गराउने मान्छे म हो। मैले नै फेरि यता भिडियो गराउँदैछु। रमाइलो छ, सुन्दर छ, हराभरा छ, चिसो चिसो हावा चलिरहेछ। यो हो सुन्दर ठाउँ कतारको कतरा। कतारमा घुम्न आएको हाम्रो दिपु दाइसँग। दिपु दाइ यस्तै हिरो हुनुहुन्छ। के अरे प्रिन्स दाइसँग त्यो कति रमाइलो छ। यहाँ आएपछि फर्केर जान मन लाग्दैन रुमतिर। यस्तो ठाउँ छ यो कतारको कतारा। धेरै टाढा फेरि अग्ला अग्ला बिल्डिङहरूमा, गगनचुली बिल्डिङहरूमा बत्ती झिलमिलाउन लगाइसकेका छन्। मैले जुम गरेर लिनै छु। सुन्दर छ यो सहर कतारको कतरा। अझै माथि जाँदैछौँ। अझै माथिबाट हेरेपछि अझै राम्रो राम्रो दृश्यहरू देखिन्छ होला सायद। म छु यतिखेर कतारको कतरा पार्कमा। कतारको कृत्रिम खोलामा पनि आइपुग्यो। यो यति राम्रो नेचुरल जस्तो देखिने, कति राम्रो छ। छङछङ गर्दै पानी बगिरहेको छ। नेचुरल खोला छ। पम्पिङ सिस्टमबाट तलको पानी माथि खिचेर लगेर माथि धेरै माथिबाट यस्तरी खोला बनेर बगिरहेको छ। यो सुन्दर कतारा। यतिखेर कतारको खोलामा पनि आइपुगेको छ। रमाइलो छ कतारको खोला। खोलाको तिरैतिर हिँड्दैछु म यतिखेर कतारको खोलाको तिरैतिर। रमाइलो छ। यो फेरि प्राकृतिकले दिएको खोला होइन, नेचुरल खोला होइन, यो आर्टिफिसियल मान्छेबाट निर्मित खोला। तलको पानी माथि तानेर बनाएको खोला हो। यति राम्रो खोला छ। पानी सललल बगिरहेको छ। यस्तो माथिबाट यता माथि कता कता घुमाएर ल्याएको छ। हाम्रो साथी यहीँ पोस्ट दिएर क्रिकेट म्याच हेर्दै हुनुहुन्छ त फेरि। कति सुन्दर छ कतारको ठाउँ यो कतरा। म चाहिँ यतातिर अहिले माथिबाट भिडियो गराउँदैछु। यतिखेर रमाइलो दृश्य लिँदैछु। निकै रमाइलो छ यो सहर कतारको कतरा।
रङ्गीन सहर यता तर